हेलो गाइजहरू, हाम्रा प्यारा माननीय हर्क साम्पाङले लास्टै हावा हावा गफ दिन्छन् त तपाईँलाई थाहा छ। तर त्यो हावा गफमा जनताको धारणा के रहेको छ त्यो आज हामी हेर्नेछौँ। हेरेर इन्जोय गर्नुहोस्। लेट्स बिगिन। बाबु के भन्ने भोलिपर्सि के भन्ने बाबा के भन्ने के बन्नु मन छ? प्रधानमन्त्रीको अफर आयो भने बन्छु, अरू भन्दिनस्। भन्यो प्रधानमन्त्री। गुड। त्यसपछि कालो टी सर्ट लगाउने भाइलाई के बन्नु मन छ? म बन्छ प्रधानमन्त्री। भेरी गुड। त्यसपछि सबलाई प्रधानमन्त्री मात्र बन्नु मन हो ची यार। अर्को भाइ मलाई त प्रधानमन्त्री नभइकन त म बस्नै सक्दिनँ क्या। भाइ होइन, यो त बाजी होला यार। सामाङले बालिन शाहको राजीनामा माग्नुभयो, तर उहाँको चाहिँ दिमाग चाहिँ बालिन शाहको जस्तो हुनु पर्यो नि त। हुनु पर्यो नि त। साम्पाङले त ढुङ्गा बोक्नुपर्छ, श्रम गर्नुपर्छ भनिरहेछन् क्या। यो बाबा नि त उसले भनिरहन्छन् उनको काम छैन, ढुङ्गा बोक्छन् जान्छन् भनिरहन्छन् उनको काम छैन भनेर हुन्छ, बोक्नु परेन, काम गर्नु परेन होइन। हिजो उहाँ सदनमा निकै उफ्रिनु भयो होइन, त्यो चाहिँ म बुझ्दिनँ त्यो आवश्यक थियो कि थिएन। म प्रतिपक्षको चोखो नेता हुँ भनेर उहाँले पनि सम्झिनुहुन्छ होला, त्यो पनि गलत हो। त्यही भने हर्कजीले राजीनामा माग्नु भएको छ प्रधानमन्त्रीज्यूको। मूर्ख त्यसको ए सर, सिधै मूर्ख त नभनिहालौँ न, सिधै मूर्ख त भन्न अलि मिलेन कि। गु गरेको ऊ त हर्क साम्पाङले राजीनामा मागेको छन्। कोन हर्क साम्पाङ के काम गर्छ? त्यसले त्यसको ढुङ्गा र माटोले मात्रै काम गर्छ, चाहिन्छ दिमाग। बिल्कुल सही पक्रियो। सुदन किराँतीको बारेमा म भन्छु ल। सुदन किराँतीको बारेमा सुदन किराँती होइन सुदन कि? किराँतीजीले 3 चोटि चुनाव जित्नु भयो, उहाँकै मुखबाट सुने भोजपुरमा। 3 चोटि माननीय बन्नुभयो होइन, संसदमै पुगेको, एकचोटि मन्त्री पनि बन्नुभयो, तर आफ्नै गाउँमा सम्म एउटा बाटो पुर्याउन सक्नु भएन। त्यो खालको नालायक मान्छेले होइन धरानमा आएर के गर्छ होला? ल सिधै पुरै कुरा काटेर लास्टमा उहीसँग लाज शरम भन्ने अलिकति त के भयो भने त हुनु पर्यो नि यार। के तरिका हो यार? कति नै गाउँछ, तैँले भन्दा त मैले राम्रो गाउँछु। थु 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 भन्ने गीत छ, त्यो आउला फेरि अहिले। गिटार तातो नसारेका खुब गाई भन्टा गाइसक्यो हो। तपाईलाई लाग्छ हर्क साम्पाङ राई भएकै कारणले जिते? त्यसमा त शङ्का गर्नुपर्ने ठाउँै छैन। देशको हिरो त अहिले त हर्क साम्पाङलाई भन्छन् नि त। त्यस्ता नाथे हिरो भन्ला होला होइन? हर्क साम्पाङ देशको हिरो नो, किन होइन? देशको लागि मजासँग बोल्ने मान्छे हिरो होइन? त्यस्ता मुझे बोल्ने त त्यो भन्दा सर म बोल्न। अरे सर, सिधै मुख त नछाडिहालौँ न। मान्छु कि म मान्छे त्यस्तै काम गर्छन्, तर त्यतिसम्म त गर्नु भएन नि। महासाला अझ बोल्नु सक्छ? हर्क भनेको त महासाला यो मूलवासी मान्छे हुँदै होइन के यो। यो साला पास्टरै हो क्या लाग्छ मलाई। नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, अलि धेरै भयो क्या, नभए त्यतिसम्म गाली नगर्नु न। एउटा बच्चालाई बोकेर यहाँ न्यायको लागि यहाँ आउनु पर्ने, माइती घर आउनु पर्ने, न्याय दिलाउन सकेन उसको जिल्लामा प्रदेशमा। त्यहाँको नालायक सरकार। हजुर तपाईँ न्याय दिन आउनु भएको कि पार्टीको हिसाबले आउनु भएको? होइन, म खोले फालिदिन्छु, म न्याय माग्न आएको। यति मात्र मलाई भन्नु, तपाईँ सङ्घ संस्कृति पार्टीको हिसाबले आउनु भएको कि तपाईँ न्याय माग्न आउनु भएको? डिप्रेसन डिप्रेसन अलि धेरै भइसक्यो कि जनतामा। म कन्ट्याक्ट गरेर पैसा हालिदिनुहोस् होला है त। तेरो बाउले दिएको पैसा होला के, अनि तेरो बाउले दिएको जागिर होला के, अनि टोइलेट र भाँडा धोइदियो अर्काको देशमा बसेर तेरो चाक मुनि पैसा हालिदिन्छन्। मा झ्याक्ने फटाइमा हर्केकी गुल्लीमा साले। भएन क्या। हेर त हर्के हवलदारको बुद्धि, चन्दाको धन्दा गरेको छ, महाकालीमा तुइन विस्थापित गरेर पुल बनाउँछु भने त गएर त त्यहाँ दुम्लिङमा पो गर्न थालेछ। डिप्रेसन। हर्क साम्पाङ लाटो देशको गाँडो तन्नेरी हो कि? यिनलाई पोलिटिक्स थाहा छ यिनलाई? न यिनलाई त्यहाँको केही कुरा थाहा छ? हावामा बोल्ने, हावामा चल्ने। हावै हो, त्यस्ता नाथे हावा पानी भनेर हुन्छ। हर्क साम्पाङले नेपाल खानुभयो। नेपाल खाए रे हर्केले? किन?
भात खान छोड्यो अर्केले नेपालको दाल भात हो खानलाई। पशुपति मन्दिर कसको नाममा छ? यदि सुकुम्बासी हो भने बालेन शाहको आँखा त्यहाँ पर्दै होला। के भने पशुपति मन्दिर कसको नाममा छ? बालेन शाह प्रधानमन्त्री आँखा पर्छ। के अरे भाइ साहब छैन क्या? सुकुम्बासीको जिम्मा सरकारको मात्रै होइन, राज्यको होइन, अरू दल पार्टीको पनि त हो नि। पछाडिबाट हेर्दा करिना, अगाडिबाट हेर्दा चुम्बासी मरिना। कन्ट्रोल भाइ तपाईँ किन अरे भाइ बच्चैबाट उसको अनुहार हँसमुख छ, हाँस्न पनि नपाउने यार। हाँस्न त सब आम नागरिकको अधिकार हो। हाँस्न हेल्थको लागि राम्रो पनि छ। हुन्छ हिसाब दिनुहुन्न भने फेरि त्यो चाहिँ ठगी हो। त्यही त ठाउँमा हर्क सामग्री राई प्रधानमन्त्री भएको भए उनले बुलडोजरको ठाउँमा बेलचा चलाउँथे। खरेङ खरेङ भन्नु त एकचोटि। खरेङ खरेङ भन्नु न तपाईँ। खरेङ 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 ल टेक्नोलोजी बेलचालाई धुने काम गरिँदैछ। मेसिन भने मेसिन भाइ बाँचमा राखेर ल हेर्नुहोस् यस्तो छ। अब यहाँ बसेर अब मुख हेर्दाखेरि तितला बेलचालाई कस्तो के धुनु पर्यो, के तरिका हो? यसको बानी बेहोरै त्यस्तै छ। क्या एक्टिङ कर रहा है? म पनि त्यही भन्दा क्या एक्टिङ कर रहा है? कुछ भी अर्का साम्पाङ र ज्योति महरमा के फरक छ? अर्का साम्पाङ संसारलाई गाली गर्ने, ज्योति महर तिर देखाएर नाच्ने, यही देखाएको छ यो। फरक त छ नि, फरक त छ। अर्का साम्पाङको बुद्धि ठुलो छ, बुद्धि। ज्योति मगरको के छ? अर्का साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नु भएको छ, यो जायज हो? त्यो चाहिँ अब उहाँ स्पिड सरकारको पनि स्पिड ओभरै छ। सरकारको स्पिड ओभर भएपछि प्रतिपक्षको स्पिड त्यही अनुसारको हुनुपर्ने होला। स्पिड बेल्जो समातेर स्पिड। म जितेपछि हेर्नु न, मेरो एउटा फेभरेट बाइक छ, त्यही बाइक 10 वर्षमा काम गर्छु। पर्सनल कसरी हो त? पर्सनल बाइक त मेरो बिग्रेर खानेपानीबाट चाहिँ हामीले किनेर 7 लाखको बाइक किनिदिएको कुरा गरेर हुन्छ। गाडीमा हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन। त्यस्तो त्यो अब करोडौँको गाडीमा हिँडेको मेरो आदत नै छैन। सरकारी गाडी सरकार प्रमुखले नचढे त कसले चढ्छ त? कर्मचारीले। कहिले केही समय पछि कुरा बदलिदिने सर, यस्तो त भएन नि। कि पत्रकारले तपाईँले चढ्ने हो? मेयर हुने बित्तिकै एउटा नयाँ गाडी किन्ने चलन थियो, मैले चाहिँ किनिनँ। झन्डै त्यो गाडी पनि बेचौँ भनेको, तर लिलामी गर्दा चाहिँ अब 65-70 लाख पर्ने गाडी रहेछ। भरे फेरि तपाईँको के गाडी चढ्यो भनेर लेख्यो। चढ्छु नि म, किन चढ्दिनँ? स्थानीय सरकार प्रमुख हो यार। आफ्नो कुरामा अडिग रहनु न सरकार। होइन दाउ पनि अर्को किनेर चढ्नुलाई होइन कुछ भी। कहाँ से आते? सुकुम्बासी बस्ती बस्नै नदिनु पर्थ्यो नि त पहिला। ए हर्के सुकुम्बासी बालेन शाहले बसालेको हो भने तेरो जेठो बाउ केपी ओलीले बसालेको हो। जेठो बाउ त होइन है, काका चाहिँ भुलान बरु। बोलेको छ प्रुफ छ मसँग। आई हैव अ प्रुफ। आई हैव अ मेनी प्रुफ। प्रुफ छ मसँग, तर तपाईले आई हैव अ मेनी प्रुफ हुँदैन। जेसुकै होस्, आई हैव अ प्रुफ। के छ तपाईले दिनुपर्ने के कारण छ? नो होस् न। आई हैव। हामी कानुन बनाउने मान्छेलाई नसिकाउनु न कानुन। हामी कानुन बनाउँछौँ नि त, होइन? यो बिल्ला चाहिँ के को लागि पाएको हामीले? बिल्ला तपाईँले बनाएको कानुन तपाईँले नि तोड्नु न। तर तपाईँले बनाएको कानुन तपाईँले नि तोड्नु न। भन्न दिनु न के? हामी कानुन बनाउँछौँ नि त, पाउने कानुन बनाउँछौँ नि त भोलि। अनि तपाईले सडकमा देखाउनु पर्ने यो पम्पलेट चाहिँ सदनमा चाहिँ प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानुन छ नि त, उहाँ आउनुहुन्न त? छैन होला। छैन के त्यस्तो कानुन? अरे पढेर आउनु न यार। डिप्रेसन। अब भोलि अर्को नि प्रधानमन्त्री आउला त्यसै गर्ला, नआउने मन लागे आउने संसद भन्दा ठुलो हुँदैन प्रधानमन्त्री। काम त ठुलो हुन्छ नि, देशको लागि गरेर काम त ठुला हुन्छ नि बजिया। उहाँ पनि एउटा सांसद हो। तपाईँले बालेन्द्र शाहको रिस गरेको डाहा गरेको त होइन? फेरि सरकारले नराम्रो काम कहाँ गरिरहेछ भने विदेशी ऋण लिन्छ। ऋण लिएको छ है, 4-5 जना बस्यो होइन,
देश बनाउनको लागि ऋण त लिनु पर्यो नि, पुँजी चाहियो। हामीलाई दियो भने म एकै पैसामा ऋण लिन्छु, लगानी चाहियो। तपाईँलाई म लेखेर दिन्छु अहिले नै भने हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ। त्यत्रो डोनेसन मागेको के हो अनि त्यो ऋण जस्तै त हो नि, फिर्ता दिन नपर्ने। तपाईँले खाइदिएको मागेर खाइदिएको फिर्ता नदिएको, उसले मागेर फिर्ता दिन्छ, के छ ठुलो कुरो? श्रमदान गरेको भरमा देश चल्छ त? चलाउँछु म, छोडिदिन्छ त? अहिलेको आधुनिक जमानामा पनि आधुनिक ब्याकग्राउन्डमा यस्तो नभनौँ न। तपाईँको दाहिने हातमा अलिकति माटो लिनुभएको छ भने त्यसलाई देब्रेपट्टिको छातीमाथि राख्नु होला, मुठी कसेर, जहाँ तपाईँको मुटु धड्किरहेको छ र मुटुले मेरो देशको आत्मसात गर्दै जय स्वाभिमान, जय स्वाभिमान, जय नेपाल। प्रधानमन्त्रीज्यूको यसो आनी बानी हेर्दाखेरि कतै उहाँ राजावादी त हुनुहुन्न। म प्रश्न गर्न चाहन्छु, यदि राजावादी हुनुहुन्छ र राजतन्त्रको पक्षमा आउनुहुन्छ भने हाम्रो राजा हाम्रो आफ्नै छ, हामी यलम्बरको सन्तान, हामी एउटा राजा खडा गर्नेछौँ। भयो कि पुग्यो के अहिले खरानी ग्याङ भने जस्तै क्युआर ग्याङ। क्युआर ग्याङ भन्नाले क्युआर भने के हो? डोनेसन माग्ने क्युआर के क्युआर जो तपाईँले फेसबुकमा हालिराख्नुहुन्छ, यो हो क्युआर भनेको। छेके 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 परेको तपाईँको अनुहार जस्तो भनिदियो यार। मेरो इच्छा अनुसार चलाउँछु, तपाईँहरूले आफ्नो इच्छा अनुसार चलाउने भने 84मा तपाईँको चाहिँ उम्मेदवारी दिनु, मैसँग लड्नु, जितेर चलाउनु। आज बैठक स्थगित भएको जानकारी गराउनु। उहाँले खुसी गर्ने हो, उहाँहरूको मात्रै हो देश, हाम्रो चाहिँ के अधिकार छैन? हेर्नु न, मैले सरकारलाई सघाउनलाई कति मेहनत गर्दो रहेछ, सारा कुरा म लेख्छु, यत्रो किताब दिन्छ, त्यो किताब पढ्छु, कतिखेर पढ्छु होला भन्नु न। पत्रकारलाई समय पनि दिएको छ, मेरो राजनैतिक भेटघाट पनि गरेको छ, सामाजिक प्राणी पनि समाजका छ, सारा कुरा गरेर म जति मेहनत गर्दैन होला क्या कुनै पनि सांसद। बोल्ने मात्रै त हो, गएर पनि काम साम केही छैन। तपाईहरु पनि अहिले खुट्टा तान्दै हुनुहुन्छ के? यही त सरकार सफल भयो, यही त एक्सन गर्यो, यही त समस्याले गति लिन थाल्यो भने त भोलिका दिनमा श्रम संस्कृति पार्टी पत्ता साफ सिधै सिधै पत्ता साफ भनिदिएको। अलि मिलाएर भन्नुस् न, घुमाएर भन्नुस् न, सिधै त नभनिदिनु। संविधान भएको देश, खाने धान नभएको देश, संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश। बालेन्द्र शाहको ठाउँमा अरू कोही व्यक्ति प्रधानमन्त्री भएको भए पनि हर्क साम्पाङले यसरी नै बोल्नुहुन्थ्यो? Yes, you are good question. You have पनि हैन, you are a good question. यस्तै हो, यही नै गर्नु, यही हो। मेरो बाउ नै प्रधानमन्त्री भए पनि म प्रतिपक्ष दलको नेता भएको भए यतिकै हो, अझै भन्दा कडा होला। त्यही भएर त भएको छैनन्। तर तपाईँ प्रधानमन्त्री बन्न चाहनुहुन्थ्यो, जनताले मत दिएन, यस्तो हुन्छ के? अनि पछि त्यस्ता नाथे पद भनेर हाल्नुभयो। सही फसाया, यो त धोती खोल रहे भाइ साहब। श्रम संस्कृति पार्टी चाहिँ हर्क संस्कृति पार्टी भनेर राख्दा हुँदैन बरु? अब एउटा गिटार किन्नु बाँकी छ मैले यहाँ, अनि प्रधानमन्त्री के अरे संसदमा आउनु भएन भनेर एउटा गीत बनाउनु पर्ने भएको छ, त्यति मात्रै बाँकी छ। आफैलाई गुइठ्यो भन्यो है फेरि। अब 3 करोड नेपालीले मलाई मेसेज पठाइरहेको हुन्छ। 3 करोड नेपालीले मेसेज पठाइ एनटिसीको त मापै नेक हुन्छ होला यार। हुन्छ दिनमा 1500 कल जति कल आउँछ मलाई। तपाईँलाई त्यत्रो गुण लगाउनु भयो, गुण तपाईँले चाहिँ बैगुण गर्नुभयो, उपसभामुख दिनुभयो श्रम संस्कृति पार्टीलाई। कहाँ मैले लिएँ त, कहाँ लिएँ मैले, खोइ मैले के पाएँ त? तपाईँ दिनुभयो, खोइ मैले कहाँ पाएँ? राज्यलाई उल्टो हामीले एउटा सभामुख दिउँ भन्नु न। वाह भाइ साहब, अलग्गै लेभलका बन्दा है भाइ साहब, यो सक्दैन कसैले। ओके गाइजहरु, आजको लागि यति नै गरौँ। फ्युचरमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने के गर्नुपर्छ तपाईँलाई थाहा छ। च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, यो भिडियोलाई लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस् र आफ्नो साथीहरूलाई सेयर गर्नुहोस्। ओके, टाटा बाई बाई, चाँडै फेरि भेट्नेछु। See you.